जाडो छ भने हेर्न यो जापानको जाडो एकदमै अर्कै छ के। अब आज चाहिँ नि लगभग डिसेम्बर सुरु हुने बेला भयो। आज नोभेम्बरको 19 तारिक हो। जाडो चाहिँ सुरु भइसक्यो। जापानको जाडो अलिकति अर्कै खालको छ के। चिसो, कडा चिसो, तर सफा खाले चिसो के। धुलो पनि उड्दैन, तुवालो पनि खासै हुँदैन। कहिलेकाहीँ 2-3 दिन पानी पनि पर्न सक्छ। सिमसिम पानी पर्छ, घाम देखिँदैन। तैपनि अब ठाउँ एकदमै सफा भएको कारणले गर्दाखेरि जाडो भए पनि मजाले लुगा लगायो भने चाहिँ मजा आउँछ बाहिरतिर जानु पनि। अनि यहाँ हावा पनि एकदमै धेरै चल्छ के, त्यसले गर्दा चाहिँ वास्तवमा धेरै जाडो हुने हो यहाँ। अनि हिउँ पनि पर्छ। म चाहिँ टोकियोमा बस्छु, अनि टोकियोमा चाहिँ वर्षको 2 पटक 3 पटक हिउँ पर्छ। अनि प्रायःजसो हिउँ चाहिँ फेब्रुअरी अथवा मार्चतिर परिरहेको हुन्छ। खासै यो वर्ष 2025मा चाहिँ एकदमै ढिला पनि हिउँ पर्यो, कस्तो मजाले हिउँ पर्यो। अनि जाडोमा बिहान उठ्न पनि साह्रै अल्छी लाग्छ नि है। तपाईँहरूलाई पनि अल्छी लाग्छ? तर म त उठिदिन्छु। उठेर मजाले तातो पानी खायो, अदुवा हाल्यो, थोरै चियापत्तीको गेडा हाल्यो, अनि मजाले पानी बोइल गरेर 2 गिलास पानी खायो, जिउ रनक्क तात्छ। अनि उठेर आफ्नो कामहरू गऱ्यो, अलिअलि एक्सर्साइजहरू गऱ्यो, अनि गीतहरू सुन्यो, भजनहरू सुन्यो, कहिलेकाहीँ बुक पढ्यो, कहिलेकाहीँ गिटार बजायो, अलिअलि सिक्दैछु त्यो पनि। त्यसो गर्दाखेरि खासै निन्द्राले छोड्छ। अनि आफ्नो अब कामहरू गर्नु छ, कतै जानु छ भने गयो, मजाले लुगा लगायो। राम्रो कुरा चाहिँ अब यहाँ घरभित्र हल्का चिसो हुन्छ तपाईँ एसी युज गर्नुहुन्न भने। तर वाल चाहिँ प्राय कङ्क्रिटको हुँदैन, त्यो इनर वाल चाहिँ भित्रपट्टिको वाल। अब बाहिरको वाल चाहिँ सिमेन्टकै हुन्छ, चिसो हुन्छ। अनि त्यसले गर्दा घरभित्र अलि तातै हुन्छ बाहिरभन्दा। तर बाहिर निस्के पनि बसमा, ट्रेनहरूमा चाहिँ हिटरहरू हुन्छ र तातै हुन्छ। अनि अफिसमा पनि जाने बित्तिकै कोटहरू, ज्याकेटहरू फुकालेर ढोकामा राखेर, ढोकाको छेउमै ह्याङ्गरमा झुन्डाएर टी सर्टै लगाएर काम गरिन्छ प्रायः। त्यही भएर त्यस्तो अप्ठ्यारो छैन। ल अब आज यो फर्स्ट एपिसोड अनि जाडोको बारेमा कुरा भयो। ल अब तपाईँहरूलाई अर्को एपिसोडहरूमा पनि यस्तै कुराहरू लिएर आउँला। आजलाई नमस्ते। जाडोबाट बचेर बस्नु होला।